जेएनजीको आन्दोलन भन्दा केही दिन अगाडि नै नेपाली मुभीहरू धमाधम रिलिज भइरहे। ती मध्ये यी दुई फिल्म पनि थियो जुन एकदम चर्चामा थियो, जुन आन्दोलनले गर्दा राम्रोसँग हल पनि पाएन। नमस्कार साथीहरू, स्वागत छ मुभी मिररमा। सुरु गरौँ गुनियो चोलो द ड्रेसबाट। भने नेपाली सिनेमामा कहिलेकाहीँ यस्तो फिल्म आउँछ जसले केवल मनोरञ्जन मात्र दिँदैन तर समाजलाई सोच्न बाध्य बनाउँछ। फिल्मको कथा सुरु हुन्छ एउटा गाउँले परिवारबाट। गुलाबी नामको पात्रलाई सानैदेखि छोरा भनेर हुर्काइन्छ, तर समयसँगै उसलाई महसुस हुन्छ ऊ अरू भन्दा फरक छ। ऊ आफ्नो शरीरभित्र कैद जस्तो महसुस गर्छ। गुलाबी वास्तवमा एक ट्रान्स वुमेन हो, तर यो कुरा उसलाई स्वीकार्न सजिलो हुँदैन। उसको बाउ भने कडा स्वभावको पूर्व सैनिक र एक कट्टर समाजवादी। उनलाई लाग्छ उनको छोरा एक दिन सेना भित्रिनेछ, आफ्नो नाम कमाउनेछ। तर जब गुलाबी आफ्नो वास्तविक पहिचान देखाउँछिन्, उसको बाउलाई लाज र रिस दुवै हुन्छ लाग्छ। अन्तत गुलाबीलाई घरबाट निकालिन्छ। गाउँबाट निकालिएपछि गुलाबी काठमाडौँ पुग्छिन्। राजधानीमा जीवन सजिलो हुँदैन। यहाँ ऊ आफ्नो पहिचान लिएर जिउन सङ्घर्ष गर्छिन्। नृत्य, स्टेज पर्फर्मेन्स र वेश्यावृत्तिसम्म गर्न बाध्य हुन्छन्। मुभीको यस अंशमा निर्देशनको गुलाबीको पीडा मात्र होइन, समाजले ट्रान्सजेन्डर समुदायलाई कसरी हेर्छ भन्ने वास्तविकता पनि देखाइएको छ। यो केवल गुलाबीको कथा होइन, हजारौं गुलाबीहरूको वास्तविक जीवनको कथा हो। नाजिर हुसैनले कथालाई निकै यथार्थपरक बनाइएको छ। क्यामेराको प्रयोग, रङ अनि भावनात्मक दृश्यहरूले मुभी अझै प्रभावकारी बनाउँछ। मुख्य पात्र गुलाबी नाजिर हुसैनको अभिनय फिल्मको ब्याकबोन हो। उनको अनुहारमा देखिएको पीडा, आवाजमा लुकेको डर अनि स्वतन्त्रता खोज्ने आँखा, यी सबै कुरा दर्शकको मुटु छोइहाल्छ। सहायक पात्रहरूले पनि आफ्नो भूमिका न्याय गरेको छन्। फिल्ममा प्रयोग भएको लोकधुनमा आधारित संगीत अनि कहानीसँग बग्ने ब्याकग्राउन्ड स्कोर, यी दुवै गुलाबीको यात्रा अझै गहिरो बनाउँछन्। संगीत सुन्दा नै दर्शकलाई उसको सङ्घर्ष महसुस हुन्छ। फिल्मले एउटा ठूलो सन्देश दिन्छ, पहिचान लुकाएर होइन, स्वीकार गरेर मात्र स्वतन्त्रता प्राप्त हुन्छ। परिवार र समाजले अझै पनि धेरै कुरा बुझ्न बाँकी छ र ट्रान्सजेन्डर समुदायलाई स्वीकार गर्न अझै लामो बाटो छ। समग्रमा गुनियो चोलो द ड्रेस एउटा साहसी कदम हो नेपाली सिनेमामा। यो केवल एउटा चलचित्र होइन, यो आवाज हो जसले समाजलाई नयाँ ढङ्गले सोच्न प्रेरित गर्छ। यदि तपाईँ मिनिङफुल मुभी मन पर्छ भने यो फिल्म एकचोटि अवश्य हेर्नुहोला। अर्को मुभी रहेछ दायाङ राईको रिमाई। रिमाईको कथा सुरु हुन्छ साधारण जीवन, सम्बन्ध र सांस्कृतिक वरिपरि घुम्छ। गुरुङ समुदायको संस्कृतिलाई केन्द्रमा राख्दै निर्देशक खिल बहादुर गुरुङले सामाजिक सन्देशलाई पनि मिसाउन खोजेको छ। मुभीमा कमेडी पनि छ, भावनात्मक क्षण पनि छ र पारिवारिक मूल्यबारे सोच्न बाध्य बनाउने दृश्य पनि छ। अब अभिनयतर्फ जाँदा दायाङ राई आफ्नो दमदार अभिनयले फेरि पनि मन जित्न आएको छ दर्शकहरूलाई। रिस्मा गुरुङ स्वाभाविक देखिएको छिन्, विशेष गरी भावुक दृश्यमा। बुद्धि तामाङले हास्यले हल भरि हँसाउने काम गरेका छन्। अर्जन थापा र अन्य कलाकारहरूले पनि आफ्नो भूमिका इमानदारीका साथ निभाएका छन्। निर्देशनमा खिल बहादुर गुरुङले कथा सहज ढङ्गले अघि बढाइएको छन्। पहिलो हाफमा फिल्म निकै स्मुथ लाग्छ, तर दोस्रो हाफमा भने केही दृश्य लम्ब्याएको जस्तो लाग्छ। पटकथा सरल भए पनि कहिलेकाहीँ क्लाइमेक्स अनुमान गर्न सजिलो हुन्छ, जसले सरप्राइजको कमी ल्याउँछ। फिल्मको सङ्गीत, गीत र ब्याकग्राउन्ड स्कोर ठिक छ। दृश्यको हिसाबले सुन्दर लोकेसनले मुभीलाई अझै वास्तविक बनाएको छ। अरू ठिकै छ, मुभीमा ज्यान दिएकै बुद्धि तामाङ हो जस्तो लाग्छ मलाई। मुभीमा हरियो वन गाउँघर देखाइएको छ, जुन हरेक नेपाली फिल्महरूमा कहिलेकाहीँ देखिन्छ नै। हामी बट स्टोरी अनुसार ठिक छ जस्तो पनि लाग्छ मलाई। इट्स ओके। अनि मुभीको दोस्रो हाफमा अघि जस्तै भने मैले अलिकति लम्ब्याएको जस्तो लाग्छ। कथाको मोड अनुमान गर्न सजिलो हुने भएकोले थ्रिलको कमी पनि देखिन्छ। संवादमा पनि साधारणपन निकै नै देखिन्छ। मुभी नै साधारण छ अनि ठिकै। कुल मिलाएर रिमाई एक सामाजिक रोमान्टिक ड्रामा हो जसमा कमेडी, भावना र संस्कृति सबैको मिक्सअप पाइन्छ। अब केही दिनमा फेरि सिनेमा घरहरू सुचारू हुनेछ। तपाईहरू पनि मुभी छुटेको छ भने एकचोटि अवश्य हेर्नुहोला। कतिजनाले त हेरि पनि सक्नु भएको होला। सो कस्तो लाग्यो तपाईहरूलाई र मुभी कमेन्टमा भन्नुहोला। अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।